यात्रा भनेको केवल गन्तव्यमा पुग्नु मात्र होइन, यो नयाँ अनुभवहरू सङ्कलन गर्ने अवसर पनि हो। आज हामी महेन्द्र आधारभूत विद्यालयबाट एउटा विशेष शैक्षिक यात्रामा निस्किएका छौँ। हाम्रो गन्तव्य छ मोरिङला डाँडा, जुन प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। यस यात्रा मार्फत हामी केवल रमाइलो गर्ने मात्र होइन, लिम्बू सांस्कृतिक स्थलबारे बुझ्ने, प्रकृतिसँग नजिक हुने जस्ता महत्त्वपूर्ण ज्ञान हासिल गर्नेछौँ। आउनुहोस् हामीसँगै यो अविस्मरणीय यात्रामा सहभागी बनौँ। यस यात्रामा 32 जना विद्यार्थी तथा शिक्षक स्टाफ सहभागी भएका छौँ। हामी उत्साहित हुँदै हरियाली जङ्गलको बीचबाट उकालो बाटो पार गर्दै अगाडि बढिरहेका छौँ। डाँडाको टुप्पोमा पुगेर केही समय आराम गर्यौं, साथीहरूसँग रमाइलो नाचगान गर्यौं। त्यसपछि सबै मिलेर खाना पकायौं। कोही दाउरा बटुल्दै, कोही भाँडा माझ्दै। घरभन्दा पर प्रकृतिको काखमा आफै खाना पकाएर खानुको मजा नै बेग्लै हुँदो रहेछ। नचला नकुदा केही गर्दैन। अब एकछिनबाट चाहिँ अब यसरी चाहिँ गर्नु पर्यो नि त। त्यो त पछि हामी चाहिँ अब स्कुलबाट चाहिँ यति सालमा चाहिँ यसरी गएको थियौँ भनेर हामी पुरा एउटा डकुमेन्टै बनाउँछौँ नि त, होइन? अब यो गर्नु पर्यो नि त। अब पछि फोटोसोटोहरू म पछि तिमीहरूलाई सेयर गरिदिन्छु क्या। the day.
कञ्चनजङ्घा कञ्चनजङ्घा मेरो कञ्चनजङ्घा चम्किँदैछ माथि माथि छोई आकाश गङ्गा कञ्चनजङ्घा कञ्चनजङ्घा मेरो कञ्चनजङ्घा चम्किँदैछ माथि माथि छोई आकाश गङ्गा सिरहीमा सेतो जुहार सिरहीमा सेतो जुहार यो हो कि चाँदी हो छलछल मुहार यो हो कि चाँदी हो छलछल मुहार तायाङमा श्रीजङ्घा सौरमा शक्तिशाली माथि भएर हाम्रो गौरमा यतिखेर चाहिँ हामी महेन्द्र आधारभूत विद्यालय फक्ताङलुङ 6 लेलेको चाहिँ शिक्षक तथा विद्यार्थीहरूको चाहिँ शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रम 2081 चाहिँ फक्ताङलुङ गाउँपालिका 6 मोरिङला डाँडामा चाहिँ हामी छौँ। यतिखेर यहाँ चाहिँ विद्यार्थी तथा शिक्षकहरू चाहिँ समय कटाउनका लागि चाहिँ त्यहाँ चाहिँ ताप्लेजुङको सिरैमा भन्ने गीतमा चाहिँ रमाइलो गर्दैछौँ। यहाँ हाम्रो यस विद्यालयका हेड सर देवेन्द्र कुमार सुन्जेला नाच्दै हुनुहुन्छ। साल लो तो कतल साल और ये राम सर यो चाहिँ स्पेशल हो भन्यो हैन यो मासु अब लागि टेस्ट नै जति हेरो आलम
मुसाङ सर्दियो पेके त एक देऊ त्यसलाई मुर्खुची हुँदै घुम्नलाई आउला बसेमा सरारा घुम्नलाई आउला बसेमा सरारा उदयपुर सिमेन्ट कारखाना त्यही छ जलजले बजार उदयपुर सिमेन्ट कारखाना मनैभरि खलबली मजा छ गोर्खे खुकुरी झुटो होइन पिराती साचा छ मनैभरि खलबली मजा छ गोर्खे खुकुरी लौरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लौरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा लौरे दरीले सलामी ठोकेर सुठीमा चोर औँला टोकेर गोर्खे खुकुरी लौरे दरीले सलामी ठोकेर सुठीमा चोर औँला टोकेर गोर्खे खुकुरी लौरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लौरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी जादु हाल्यो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी लौरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लौरे कम्मरमा मन जित्यो मायाले
एकछिन हालेको एक निस्क्यो पेन ड्राइभ मसँग छ पेन ड्राइभ मुरिङला डाँडा लिम्बू समुदायहरूको ऐतिहासिक महत्त्व बोकेको स्थान पनि हो। यहाँबाट नुगो थरीहरूको उत्पत्ति भएको मानिन्छ। डाँडाको छेउमै रहेको ढुङ्गा जसलाई नुगो थरको उत्पत्तिसँग जोडिएको मानिन्छ। अहिले पनि यो ढुङ्गा यहाँ चाहिँ सुरक्षित रूपमा रहेको छ र यसको हामीले चाहिँ यहाँ अवलोकन गरिरहेका छौँ। अब यहाँदेखि माथि नजाउँ तिम्रो एकछिन त्यहाँ निस्कि त यहाँ म भिडियो खिच्छु सबै हट त एकछिन यहाँनिर यो चाहिँ त्यो एकछिन छोड एनजीलाई एकछिन छोड त त्यो यो चाहिँ मुरिङला नुगो उत्पत्ति भएको स्थान हो कि नुगोहरूको चाहिँ उत्पत्ति भएको यहाँ चाहिँ सुरुमा चाहिँ नुगोहरू यहीँबाट जन्मेको अरे भन्छ। यो सिजनमा मुरिङला डाँडा झन् सुन्दर देखिन्छ किनकि यो लाली गुराँस फुल्ने समय हो। यहाँ आइपुग्दा लाग्थ्यो हामी गुराँसको बगैँचामा छौँ। यो चाहिँ हाम्रो राष्ट्रिय फुल लाली गुराँस चाहिँ फुल्ने सिजन यतिखेर हामी यहाँ देख्न सक्छौँ। पुरै रातै गरी चाहिँ फुलिराखेको छ। लड छ नजाउँ अन्जिला के गरेको यहाँ माथि यति धेरै छ त नि ल कसले लाली गुराँस आएको छ यो यात्रा केवल रमाइलोका लागि मात्र होइन, हाम्रो संस्कृतिको बारेमा जान्ने अवसर पनि बन्यो। इतिहास, प्रकृति, सौन्दर्य र मित्रताको सङ्गम यस शैक्षिक भ्रमणले हामीलाई अविस्मरणीय सम्झना दिइरहेको छ। तपाईलाई यो यात्रा कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। आजका लागि यति नै। फेरि अर्को रोचक यात्रामा भेटौँला। धन्यवाद।